साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु, एकदम आरामै छु साथीहरू। आज चाहिँ कुखुरा काटेर टक्क लाएर अनि त्यसपछि यता च्याट लाएर म किमा बनाउँदैछु। भिनाजुले चाहिँ मासु हान्दै हुनुहुन्छ, दिदीले चाहिँ ट्याक्क टमाटर समटर काट्दै म चाहिँ यता किमा हान्दैछु। किमा साथीहरू अन्त किमा यस्तो भयो है, टक्क पाएर किमा यस्तो भइदियो है। प्याज चाहिँ ठुल्ठुलो भएछ नि, यस्तो भयो कि किमा चाहिँ अब चाहिँ खानु पर्छ साथीहरू। टक्कवाला मोलेर अब चाहिँ सुरु भयो हाम्रो साथीहरू पिठो मुछ्ने, पिठो पेल्ने, मोमो बनाउने सुरु भयो है त। ल सुरु गरौँ है त। अब फेरि ट्याक्क दिदीहरूले चाहिँ पिठो मोल्दै हुनुहुन्छ। यतातिर पिठो पनि ठुल्ठुलो भएछ है। म चाहिँ यता मोमो बनाउँदैछु। साथी मैले बनाएको मोमो हो, जस्तो त त्यस्तै जान्नेखिन त्यत्तिकै ट्याक्क लाएर हाम्रो यता रसहरू छ है, सुप। ल है त फेरि यता पाक्दैछ साथीहरू। अर्को पनि बसिसक्यो। अब यता मोमो पाक्दैछ। ल है त साथीहरू, आगो ठुलो भयो क्या, त मोमो पाक्दैछ। कस्तो घाम लाग्दो पो छ त यार। अनि यता फेरि हाम्रो चटनी छ साथी। चटनी अन्त यस्तो छ है, मोमोको लागि चटनी यस्तो भएको छ है। ल है त साथीहरू, हाम्रो चाहिँ सुरु भयो। यता सुप चाहिँ टक्क लाएर यता मोमो चटनी। आज त कुर्ची पनि फुल भइरहेको छ साथीहरू, प्याक छ। ल साथीहरू सुरु गरौँ है त हामीले। ल